हेलो नमस्ते फ्याफुल्ला सबैजनामा तपाईँहरूलाई स्वागत छ अर्को नयाँ एपिसोडमा। हामी चाहिँ अहिले कहाँ छौँ भने हामी चाहिँ अहिले गुप्तेश्वर के समथिङ गुफामा छौँ होइन। यहाँबाट तल जानुपर्ने हुन्छ। हेलो म पनि छु यता तल आएर चाहिँ तपाईँहरूलाई हाम्रो भिडियो हेरेर रमाइलो लागिरहेको छ होला भन्ने हामीले आश गरेका छौँ। अनि हामी चाहिँ जसो तसो यसो यसो उसो 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 गरेर हिँडिसकेका छौँ र हामी अहिले यता ठ्याक्कै गुफाभित्र बस्ने तर्कमा छौँ। टिकट काटेर हामी चाहिँ तलतिर यस्तो छ ठाउँ चाहिँ होइन। को आउनु भएको छ को आउनु भएको छैन यसो कमेन्ट गर्नु होला। हामी चाहिँ अब यस्तै हो यस्तो यस्तो चिजहरू छ यतातिर। जे कस्तो रमाइलो भइरहेछ। यो काठमाडौँ पोखरा के अरे पोखरा आएपछि त अब यतिको त घुम्नु पऱ्यो होइन। त्यसैले घुमिरहेको छौँ। सो अब चाहिँ पुरै अँध्यारो हुन्छ भन्ने हामीलाई लागिरहेको छ। जुत्ता सुत्ता चाहिँ नखोलिकन जानुपर्ने हुन्छ। किन भन्दा भित्र चाहिँ अब त्यसो यसो चिप्लो चिप्लो होला के होला होइन त्यस्तै हो। सो अहिले यहाँ चाहिँ अफ गर्नुपर्ने हुन्छ किनभने यहाँ भिडियो गर्न मनाइ छ। सो मैले एकछिन अफ गरिदिन्छु। हो गाइस हामी चाहिँ गुफा गएर आइसकेको छ होइन। यस्तै छ जिन्दगी। हामी चाहिँ अब यता डेभिस फल समथिङ के जान लागेको अवस्था। कसको फोन आयो? नमस्ते फ्याफुल्ला सन्चै हुनुहुन्छ तपाईँहरू? सन्चै हुन्छ। म पनि सन्चै छु। हामी चाहिँ अब डेभिस फल जान लाग्यो। यसो हेर्नु पो के पाउँदो रहेछ होइन। यसो त्यहाँ चाहिँ मार्केटै रहेछ यस्तो। फिल्मी टाइपले बनाइदिने पोखराको ट्रिपमा हामी त्यसरी हिँड्छौँ होइन। अब चाहिँ हामी डेभिस फलतिर जान लागेको अवस्था छ। अहिले चाहिँ हामी कहाँ गएर आएको अरे? हामी अहिले कहाँ गएर आएको के दादा महेन्द्र गुफा होइन के गुफा? गुप्तेश्वरी गुफा गएर आइसकेको छ। अब यता फेरि इन्ट्री गर्नलाई टिकट लिनुपर्ने होला। टिकट दाजु आउनु टिकट देखाइदिनु होला। 1 2 3 4 5 भयो। हामी चाहिँ अब डेभिस फल गएर जान लाग्छौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। ओहो बनाएको माउन्टेन पनि रहेछ। दिस इज माउन्टेन। हामी पनि स्कुलबाट आउँदा यत्रै फोटो त्यो बेला अघि देखेको अघि देखेँ मामी। अघि हामीले बिहान देखेको थियौँ। यता जाउँ कलेज स्कुल टाइममा त्यसो युज गर्थ्यौँ फोटो खिचेको। कति चाँडै बुढो भइसकेछ। ट्याक लाएर ट्याक ट्याक ट्याक
फाइनली हामी चाहिँ डेभिस फलतिर आइपुगिसकेको छौँ होइन गुफा त तलतिर त होला ऐ साला आउनुहोस् न हजुर डेभिस फल हाम्रो टोलीहरू चाहिँ उता पुगिसकेको अवस्था छ अब देख्दैन त देखो न म चाहिँ गइरहेको छु आउनु त पहिला नै यो चाहिँ टक्क लाएर यस्तो घर रहेछ है यो चाहिँ पुरानो टाइपको घर है यस्तो यो के भन्छ यो म्युजियम टाइपको यो बनाएको अब यस्तो घरहरू प्रायः जस्तो लोप भइसक्यो नि त त्यही भएर यो डिजाइन राखेर बनाएको रहेछ यता चाहिँ शेर्पा ट्याग के हुन्छ नि टाउकोमा त राखेर फोटो खिच्ने के यस्तो छ होइन रमाइलो भइरहेको छ चियोस् पोखराको बसाइ पनि ठिकै छ हामी घुमिसक्यौँ गुफा पनि गएर आयौँ अनि यता डेभिस फल पनि गएर आयौँ हाम्रो टोलीहरू चाहिँ उतातिर छ सो म पनि जाँदैछु थकाइ चाहिँ अलिअलि लाग्छ धेरै लाग्छ नि खाना खाएर आएको खासै भोक पनि लाग्छ नि यस ठिकै छ पैसा बस्छु यता चाहिँ पैसा बस्छु होइन यता डेभिस फल चाहिँ तर यता गुफा चाहिँ ठिकै छ राम्रै छ ल हामी चाहिँ अहिले पोखरा म्युजियम सङ्ग्रहालय समथिङ के भन्छ नेपालीमा घुम्न आछौँ सपरिवार 7 जना छौँ हामी खाना खाएर चाहिँ ट्याक लगाएर यता घुम्न आएको होइन अब ट्याक गइन्छ त्यहाँ भिडियो गर्नु पाउँदैन होला यस म्युजियमको स्पेस चाहिँ कत्रो ठुलो रहेछ यता चाहिँ अब विश्राम टाइपको समथिङ त्यस्तै होला यता चाहिँ जे होस् राम्रै छ यो चाहिँ थकान यो पनि दामी लाग्यो सबैमा त चढेको मान्छेहरू फोटो सहित होइन हात हिउँले खाएर यस्तो सुज लगाएर जानुपर्ने रहेछ खासमा पहिलाको मान्छेहरू अहिले त राम्रो क्वालिटीवाला छ हिमाल चढ्नलाई यति चाहिने रहेछ भाउ चाहिँ यो सुज हेर्नु न पहिलाको पहिला यस्तै सुज लगाएर जानु रहेछ
यो मान्छे त लाला जस्तै छ त पुन पनि मगर छ पुन मगर पुन मगर रोटी हाल्नु बिन त राणा मगर रोटी हाल्दै रहेछ के हामी छैन त पुर्खौली जस्तो छ छ है तपाईँ यता बस्नु न पुन र मगर त फरक हो र भने एउटै त तपाईँ चाहिँ यता त्यो त होइन यो ठुलोमा यो चाहिँ तोङ्गो बनाउने होला होइन नोइस यस्तो डेन्जर डेन्जर रहेछ कसौडी भनेको कसौडी डोका मगरको होला होइन ए मगरको त रहेछ गुरुङ जाति गुरुङकै रहेछ यो त दिस इज गुरुङ जातिज हो है गुरुङहरू यस्तो हो यो चाहिँ हाम्रो नै हुन्छ है घेवा भन्छ यसलाई घेवा गर्ने बेला लाउँछ जस्तो मान्छे मरेर घेवा गर्दा documentary movie right बार्नु त तपाईँको गर्न फुट्छ बिस्तारै भिडियो खिच्दैछ म रक्सी पार्नु खै त्यो दाउराहरू चलाउनु न त्यस्तै ओ पार्नु भयो अब अलिअलि दिनु नि त हामीलाई किराती भनेको त उयो होइन कति जति लाग्यो होला लगभग 2-3 करोड जति हिमाल चढेको अरूलाई भए पैसा लाग्थ्यो अरूलाई पैसा लाग्थ्यो अलिक थपडा परेको भएर अलिक थोडा परेको भएर म चाहिँ पैसा लगाएन है म फेरि हिमालमा यसरी सुत्दिन्छु होइन खाना धेरै भएछ ल है म्युजिक म्युजियम घुमेर चाहिँ हामी यता बन्जी हाल्ने ठाउँमा बन्जी हानेको हेरौँ न ल हो ल बन्जी हान्न लाग्छ एकजना मान्छेले हामी चाहिँ हेर्दैछौँ त्यो मान्छेलाई अलिकति है यस्तो त
1 2 3 गो ल खतरा हाने बन्जे नोइस हाने नोइस माथि आएर मात्र मोड्थ्यो होला नि नोइस हाने बन्जी श्यामजी हजुरको के छ त ल अब दाइले बन्जी हान्ने भन्नुभएको थियो तर 5 बजे टोटल्ली उयो हुन्छ अरे होइन क्लोजै हुन्छ अरे अनि अहिले चाहिँ ट्याक्कै 5 बजेर के अरे 4 बजेर 50 मिनट भयो अब यताउति गर्दा 5 बज्छ त्यही भएर क्लोज गर्न लाग्यो अरे अब बेटर लक नेक्स्ट टाइम मैले बन्जी गराइदिने सोचिरहेको अलिकति ढिलो आयो नि त छिटो आयो नि त हामी के अरे ढिलो आयो नि त अलिक छिटो आएको भए हुन्थ्यो जे सस्ता रहेछ 7,500 भनेको ठिकै हो होइन म अब भिन उतै अब नेक्स्ट टाइम आउँदाखेरि जान्छु कुसमा जान्छु नि आफै आम खान्छु मलाई लानु ल अब हामी चाहिँ अब रुममा जाने हो हानिदिनु त भन्यो हामी के भन्नु 5 बजिसकेको छ उनीहरूको फेरि टोटल्ली के अरे क्लोज चाहिँ ठ्याक्कै 5 बजी हुन्छ अरे क्या त्यही भएर 5 बजेर ठ्याक्कै 5 बजे क्लोज हुन्छ अरे अब हामी के अरे रुममा जान्छौँ त्यही माथि भ्यू हुँदैछ ल यस्तो जम्पसम्प गर्नु भने चाहिँ एउटा डोरी बाँधेर त्यो त धेरै भन्छ नि अब इङ्ग्लिसमा के भन्छ अरे रिस्की इङ्ग्लिसमा फिस नेपालीमा माछा भन्नु त्यो त अलिकति अनि रिस्की हो नि त ए बाबा नाइटोमा पानी छ नाइटोसम्म पानी छ कसरी खाइयो होला कसले त्यो चाहिँ कसरी खायो होला त मलाई पानी पिउनु मन लाग्छ त्यही भएर खाएको पानी पिउनु मन लाग्छ त्यही भएर खाएको क्या डुबेर पनि होइन कि यस्तो हानी त्यो छिटेको पानी देखि लडेको देखिन त कहाँ हो यो खासमा तार गनायो त है हो प्लेनमा हो क्या स्विमिङ गएको थियो हामी ए नाइटो चाहिँ होइन है यहाँसम्म आइपुगेको थियो अनि त्यसपछि म पौडिन खोजेको थियो नभएको कि मिल्दै नमिलेको अनि न उठ्नु न बस्नु भएको क्या अनि पानी खाएको थियो त्यही कुरालाई एकचोटि भनेको भने कति वर्ष अगाडि कुरा अगाडि अन्त अहिले पनि त त्यस्तै छ होइन होला ल है अहिले चाहिँ पोखराको विशाल बजार स्ट्रिटमा घुम्दैछौँ हामी होइन बजार चाहिँ यस्तो छ यता भाउजू हुनुहुन्छ दिदी मम्मी हुनुहुन्छ अनि भति पनि छ अनि म पनि छु अनि त्यति भयो धन्यवाद बुद्ध विशाल बजार अब हामी चाहिँ यता जानुपर्ने हुन्छ आएर के पाउँछ यसो हेर्नुपर्ने अहिले चाहिँ हामी पोखराको न्यु रोड आएको छौँ थोरै सपिङ गर्ने दाइले पोखरा त अलि लास्ट 4 भयो है झलै सफा गर्नु पर्यो अब मेयरले हाम्रो काठमाडौँ सफा भइसक्यो यार बरु यतातिर के पाउँदो रहेछ भनेर हेर्नु भयो होला हामी चाहिँ सपरिवार सबै पोखरामा स्ट्रिटमा हिँड्दा छौँ पोखरा स्ट्रिट नम्बर कति हो यो 8 हो कि यो पोखरा स्ट्रिट नम्बर 8 तिर हिँड्दा छौँ है अब यतातिर छिर्ने होला खास के गर्नु लाग्यो थाहै छैन त्यो चाहिँ ट्याग लाएर कोट्रा अनि म चाहिँ यसो भिडियो बनाइदिइरहेको छु दाइको सानो खालको होइन
कपाल काट्दै हिरो भएर हिँडिसके अवस्था छ हामी चाहिँ होइन कपाल काट्नै पर्ने पनि बुझ्छु अनि कपाल काटेर हिँडिसकेको छ यो चाहिँ पोखरा स्ट्रिट घुम्दैछौँ घुम्दैछौँ हामी चाहिँ होइन हाम्रो गाडी उतातिर छ अनि आजको दिन यस्तै भयो अब आजको दिन यता गुफास फल घुम्ने यता डेभिस फल घुम्ने होइन अनि यस्तै गरेर सक्यो अब भोलि के हुन्छ हेर्नुपर्छ अनि आजको लागि चाहिँ ब्लग यति नै हुन्छ सबैजनाले मेरो च्यानल सब्सक्राइब गरिदिनु होला अनि मलाई माया गरिदिनु होला भन्न चाहन्छु अनि भोलिको लागि आजै सब्सक्राइब गर्नु जति दिन पोखरा हुन्छ त्यति दिन ब्लग राखिने हो अब हामी चाहिँ अब गाडीमा जानुपर्ने हुन्छ हाम्रो गाडी चाहिँ यता छ ल बाई